भोक लाग्यो। मैले तिमीलाई भित्र भात राखिदिएको छु, गएर खाऊ है। हुन्छ। आइयामै कोपिला, ए कोपिला, पानी ल्याउ ल्याउ 1 गिलास। बाबा लाउनुस्। आमा खोइ छोरी? आमा बारीमा जानु भा। बारीमा जानु भएको छ? तिमीले के खायौ छोरी? मैले बिहान भुटेको भात खाएँ। कोपिला, घरमा नानीले छन्, जाऊ खाना बनाएर राख। ल्याउ म गर्छु। पर्दैन के हजुर, म गरिहाल्छु नि। ल्याउ न, ल्याउ ल्याउ। म हुँदा हुँदै तिमीलाई किन दुःख गर्नु पर्यो? जाऊ बच्चालाई खाना बनाएर खुवाऊ बरु। हजुरले मलाई कति माया गर्नुहुन्छ है। उजुनीमा मैले राम्रै कर्म गरेछु क्यारे, त्यही भएर त हजुर जस्तो श्रीमान पाएँ। धेरै गुणगान नगाऊ मेरो, जाऊ घरमा। हस् हस्। कोपिला, हजुर तिमी खाना बारीमा लिएर आऊ है। सबैको बारी लगाइसके, हाम्रो त अहिलेसम्म सुरुसार नै छैन। हुन्छ हुन्छ, तर नानीलाई स्कुल पुर्याएर आउँछु नि त। हजुर काम गर्दै गर्नुहोस् बारीमा। हस्। छोरीलाई स्कुल लिएर हो कि क्या हो? छोरा भए पो पढाउनु, छोरीलाई पढाएर के फाइदा? बिहे गरेर अर्काको घर पठाउने त हो नि। दाइ, तपाईँको त सोचै फरक रहेछ। तर हाम्रो लागि त छोरा भए पनि छोरी भए पनि दुवै बराबर हुन्, बुझ्नुभयो? कसरी छोरा र छोरी एकै हुन सक्छन्? छोराले गर्ने काम कसरी छोरीले गर्न सक्छ? हजुर जस्तो पढे लेखेको मान्छेको त यस्तो सोच छ भने। अनि हजुरको छोरा चाहिँ कहाँ हुनुहुन्छ नि? विदेशमा पैसा कमाउन गएको छ। अनि पैसा पठाउनु भएको छ त? छ नि। हेर्नुहोस्, अहिले तपाईँको छोरा विदेशमा हुनुहुन्छ, हजुर यहाँ हुनुहुन्छ। यदि हजुर यहाँ बिरामी परेर सिकिस्त भएर हजुर मर्नु नै भयो भने त्यो पैसाको के काम हुन्छ? अनि त्यो पैसाले के गर्छ? हेर्नुहोस्, छोरी भएपछि त बेला बेलामा आउँथे, बा आमालाई तातो चिसो खाना दिन्थे, बुझ्नुभयो? त्यसैले मेरो छोरी त छोरा भन्दा पनि ठुलो छ, बुझ्नुभयो? जाउँ। लिनुहोस् हजुर। आमा, म आएँ। आओ। खै ब्याग।
छोरी तिमीलाई पनि खान मन छ है? छैन आमा, म छोरी भएर जन्मे पनि तपाईँको कुरा बुझ्छु। यति सानै उमेरमा पनि हाम्रो पीडा बुझेर खान मन लाग्दा पनि मलाई खान मन छैन भन्यो है। आज छोरीको कुराले यो मन रोको छ। त्यसले त्यस्तो के भनिर? हाम्रो छोरीले भनेको कुरा हामीले कहिल्यै पनि पुरा गर्न सकेनौँ, तर पनि हाम्रो छोरीले हाम्रो कुरा बुझ्छे। त्यही त कोपिला, एक दिन न एक दिन हाम्रो सुखको दिन कसो नआउला? आउँछ भन्दा भन्दै छोरी पनि 10 वर्ष पुगिसके, तर हाम्रो छोरीले यो चाहियो त्यो चाहियो कहिल्यै भनिन। त्यो जुनीमा छोरीको रूपमा सीता जन्मेकी थिइन् भने यो जुनीमा हाम्री छोरी। हो कोपिला, हामीले छोरी पाउँदा यही समाजले छोरो पाउनुपर्छ भनेर कस्तो गरेको थियो हामीलाई, होइन त? अहिले यही समाजले केही बोल्न सक्दैन। तलसम्म पुगेर आउँछु है त। हस् हजुर। उह, छोरी कति काम गर्छौ तिमी? म छँदैछु नि। मैले तपाईँको काममा सहयोग नगरे अरू कसले गर्छ त आमा? आमा, हजुर त हाम्रो सुख दुःखको साथी हो नि। हाम्रो घरको काम जसले गर्दा नि हुन्छ आमा। आमा किन रुनु भएको? तिम्रो कुरा सुनेर यो मनै थाम्न सकिन छोरी, त्यसै आँखाबाट आँसु झऱ्यो छोरी। मैले ठिकै त भने हो नि आमा। तिमी जस्ती छोरी सबैले पाउने हो भने छोरा र छोरीमा कसैले भेदभाव गर्ने थिएनन् होला। दिल माया ला 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 ला। ए बाबु, झोला त बिर्सिएछु। तिमी यहाँ एकछिन बस्दै गर, म झोला लिएर आउँछु है। झोला त टेबलमै थियो। ल म लिएर आउँछु, तिमी बस्दै गर। खानी हो लौ। नानी, तिम्रो नाम के हो? मेरो नाम दिलमाया हो। तिमी त नाम जस्तै राम्रै रहेछौ। मलाई लाग्छ तिमी जस्तो लक्षिणकी छोरी जहाँ पुग्छौ बाउ आमालाई कहिल्यै दुःख हुँदैन। तिमी भोलि कसैको घरमा गएर भाग्य या घरको लक्ष्मी बन्नेछौ। जाऊ हिँड छोरो। नानी गए है। हुन्छ। बाई।
यो कस्तो बिरामी लाग्यो मलाई। न भोक लाग्छ न निद्रा लाग्छ। बस यो मुटु तिम्रो लागि मात्रै धड्किन्छ विनोद। मलाई अब तिम्रो बनाऊ विनोद। म तिमी बिना बाँच्न सक्दिनँ। दिलमाया, तिमी मेरो जीवन हौ। तिमी बिना म बाँच्न सक्दिनँ। अब जति चाँडो सक्दो तिमीले घरमा बिहेको कुरा गर्न आऊ विनोद। तिमी टेन्सन नलिनु, म आमालाई तिम्रो घरमा बिहेको कुरा गर्न पठाउँछु। यदि हाम्रो प्रेमलाई घरकाले स्वीकार गरेनन् भने के गर्ने? किन स्वीकार्दैनन्? मलाई विश्वास छ हाम्रो प्रेम अवश्य सफल हुन्छ। तिमी धनी परिवारको छोरा, म गरिब परिवारकी छोरी। आजकलको जमानामा बिहे गर्दा पैसा हेरिन्छ। मायामा कहिले धनी गरिब भनेर हेरिन्न। माया एक अर्कामा चोखो हुनुपर्छ। म मान्छु, तर तिम्रो परिवार मान्छ जस्तो लाग्दैन मलाई। यदि मेरो परिवारले तिमीलाई स्वीकारेन भने म तिमीलाई भगाएर लिएर जान्छु। म भागेर जान सक्दिनँ। सक्छौ भने घरमा माग्न आऊ, नत्र मलाई बिर्सिदेऊ। ल म जान्छु। हो दिलमायाको बाबा, हाम्रो छोरी धेरै नै बुझ्ने छे। हामीलाई कहिले पनि यो चाहियो त्यो चाहियो कहिल्यै भनिन। कोपिला, छोरीको बिहा गरिसकेपछि त यो घर पनि सुन्ने होला जस्तो छ। अघि सम्झिँदाखेरि पनि आङजिरिङ्ग हुन्छ मेरो। के गर्नु हजुर, हामी छोरी मान्छेको कर्म नै यस्तै हो। पहिले जन्म घर हुन्छ, बिहे पछाडि श्रीमानको घर। यो त यो समाजको रीतै यस्तै रहेछ हजुर। आमा, बाबा, हजुर दुबीको आँखामा आँसु देख्छु नि। छोरी, तिम्रै कुरा गर्दै थियौँ। कुरा गर्दा गर्दै यो आँखाबाट त्यत्तिकै आँसु खसेछ भने। त्यस्तो के कुरा हो र आमा? छोरी, अब तिम्रो पनि त बिहे गर्ने बेला भयो नि। अब तिम्रो बिहे भएपछि हामीलाई एक्लै पारेर जान्छ होला अघि, त्यही भएर हामी रोएको। बाबा, त्यसो भए म बिहे गर्दिनँ। हामी छोरी मान्छेले बिहे गरेर जानुपर्छ भन्ने कहीँ लेखेको छ र? श्रवण कुमार त आहा नभएको बाबुआमाको सहारा हुनुभएको थियो भने त म पनि तपाईँहरूको सहारा बन्न चाहन्छु। तिमीले भनेको कुरा पनि ठिकै हो छोरी, तर हामी बाबुआमाको पनि त कर्तव्य हो नि आफ्नो सन्तानको बिहेदान गरिदिनु। हामीलाई पनि रहर छ नि नाति नातिना खेलाउन। हो छोरी, तिम्रो आमाले भनेको कुरा एकदम सही हो। धनराज, होइन तिम्रो आज मेरो घर किन? गाउँको इज्जतमा दाग लाग्ने भयो। कस्तो दाग? होइन के कुरा हो भन्नुहोस्। कुरो के भने तपाईँको छोरी र विनोदको चालामाला म ठिक देख्दिनँ। याद गर्नुहोस् है, यसो विचार गर्नु है त्यो कुरालाई। हरि, मुख सम्हालेर बोल। मेरो छोरीलाई जे पाए त्यही आरोप नला, मलाई मन पर्दैन। जे पाए त्यही होइन, म भर्खरै आउँदा तिनीहरूलाई सँगै देखेको थिएँ। तपाईँको नभए नि यो गाउँको इज्जत छ, त्यही भएर मैले भनेको कुरा मान्नुहोस्। हुर्केको छोरी जति घरमा राख्यो त्यति नै खतरा हो। त्यसैले राम्रो केटा खोजेर दिलमायाको बिहे गरिदिनुहोस्। चुप लाग्नुहोस् तपाईँहरू। मेरो छोरीको बिहे गरिदिनु भन्ने तपाईँहरू को हो? तपाईँहरूलाई मैले राम्रोसँग चिनेको छु, बुझ्नुभयो? तपाईँहरूलाई मैले मेरो छोरीलाई स्कुल पठाउँदा पनि डा हुन्थ्यो। छोरा न छोरी फरक हुन् भनेर भन्नुहुन्थ्यो। अरूको गाउँ त छोड्नु भएन भएन। छी, आफ्नै गाउँ समेत छोड्नु भएन होइन? लाज लाग्दैन तपाईँहरूलाई? तपाईँहरू खुरुक्क जानुहोस् यहाँबाट, जानुहोस् भनेको। मेरो छोरीको चरित्रमा दाग लगाएर किच्च परेर यहाँ आउनुहुन्छ होइन? पक्नुहोस् तपाईँहरूलाई। जानु छ जानु न।
ए बुढो हँसीका छ ऊ यिनीहरू त्यहाँ छ। मैले ठिक पार्न जानेको छु अरे भागौँ, मार्छ कि हो यसले? ओइ दिलमाया, छोरा ए छोरा उठ न 10 बजिसक्यो एकछिन सुत्न दिनुस् न। उठ उठ म चिया लिएर आउँछु उठ बाबु बल्ल उठिस? हेर त घाम त डाँडामाथि आइसके। यो उमेरमा त अलि छिट्टै उठेको राम्रो हो नि बाबु। म बिहानै उठेर सबै कोठको घरको धन्दा आफैले भ्याएर ऊ त्यहाँको झार पनि उखालिसके। अहिले पो हामी छौँ क्या बाबु। अहिले त बाबुआमाको काखमा छस्। तँलाई केही कुराको आवश्यक पर्यो भने हामी छौँ। तर एक दिन त हामी नै रहनौ। हामी नै नरहेपछि तेरो जीवन यसै गरी चल्ला र? चल्छ, मलाई राम्रोसँग थाहा छ के गर्नुपर्छ के पर्दैन भनेर। जति बेला नरिसाउँछ। ला छोरा चिया खा। खान्नमा चिया मुख धोइस? मुखसुख धुन्न। तिमीहरू बाउ छोराको पनि कहिले गर नमिल्ने भयो। मेरो छोरालाई किन गाली गर्नु पर्यो? ल लिनुस्, चिया पनि तपाईँ खानुस्। यो सुड्डुले सधैँ कति किचकिच गरेको। मेरो बाउ पनि होइन है क्या हो। यी घर ज्वाइँको छेउमा बस्नुभन्दा त बरु बारीतिर जान्छु। गीता, तिमीले खायौ चिया? खाएँ। बस न। हामीले छोराछोरीलाई नि सही बाटो देखाउनु पर्छ। बुढेसकालमा काशी जानु नि बुढो पनि। पहिलेदेखि नै यो केटो यसरी च्याठिएर बोल्न थाल्यो भने पछि बिग्रिन सक्छ। मैले त के सोचेँ भने अब राम्रो घरबाट कुरा आयो भने यसको बिहा गरिदिउँ। बिहे गरेपछि दाइजो टन्न ल्याउने घरमा बिहे गर्ने हो, नत्र बिहे गर्ने होइन नि। खालि दाइजोको मात्रै कुरा गर्ने। अर्काको सम्पत्तिले के हुन्छ? राम्रो कुर घरानको बुहारी आएर यसलाई जीवनभर साथ दिए पुगेन? त्यस्ता श्री शोभा मात्र भएर हुन्छ? सम्पत्ति ल्याउनु पर्दैन? मेरो छोरो हो त्यसो भनेर हुन्छ? बाँचुन्जेल खुसीसँग बाँच्छ। सम्पत्तिको लागि मरेकी। नमस्ते। नमस्ते हजुर। एकछिन पक्नुहोस् है, म सुगुल लिएर आउँछु। बस्नुहोस् न। के कामले पाल्नुभयो हजुर?
छोरी त ठुली भइछन् नि हजुर, बिहा गरिदिँदा राम्रो हुन्थ्यो। यसरी हुर्की बढेकी छोरीलाई घरमा राख्न पनि भएन नि हजुर। गरिदिनुहोस्, मसँग एउटा राम्रो केटा छ, घरको एक्लो छोरो हो, सम्पत्ति पनि प्रशस्त छ। नपत्याए ल हेर्नुहोस्, यी मसँग मोबाइलमा फोटो छ। हजुर यता आउनु त। नानी यहाँ हेर त, यहाँ हेर त, केटो त राम्रै छ त। लिनुहोस्। हेर्नुहोस्, हामीले हाम्रो छोरीलाई असाध्यै माया गर्छौँ, अनि हाम्री छोरीले पनि कहिल्यै हाम्रो कुरा काटिनन्। यदि हजुरको आफ्नो मान्छेलाई हाम्री छोरी मन परेको भए ठिकै छ, हामी बिहे गर्दैछौँ। तर हेर्नुहोस्, हामीले धुमधामले बिहे गर्न पनि सक्दैनौँ, अनि दाइजो दिन पनि सक्दैनौँ। बुवा आमाले पनि मेरो लागि यत्रो दुःख गरेर हुर्काउनु भयो। म उहाँहरूको खुसीको लागि मेरो खुसी त्याग्नेछु। यदि मैले भनेको कुरा मैले पाउनुपर्छ भन्ने पनि छैन। मैले मेरो आमा बाबाको लागि भए पनि मेरो प्रेम त्याग्नुपर्छ। अब मैले छोरीको कर्तव्य निभाउनुपर्छ। छोरी, तिमी हाम्रो निर्णयमा खुसी त छौ नि होइन? आमा, तपाईँहरूलाई जस्तो ठिक लाग्छ त्यस्तै गर्नुहोस्। त्यसो भए कुरो मिल्छ भने बिहेको तयारी सुरु गर्नुहोस्। अर्जेन्ट के थियो? तपाईँ मेरो घरमा माग्न आउनु भएन। आजबाट हाम्रो सम्बन्ध सकियो। यो तिमीले के भने कि? मबाट के गल्ती भयो र? तिमीबाट केही गल्ती भएको छैन, गल्ती त मेरै हो। मैले तिमी जस्तो मान्छेसँग माया गरेँ। आज तिमीलाई एक्कासी के भयो? मेरो बाबा आमाले मेरो बिहेको कुरा पक्का गरिसक्नुभयो। मैले मेरो बाबा आमाको खुसीको लागि जीवन समर्पित गर्ने निर्णय गरिसकेँ। यो हुन सक्दैन। तिमी र म आजै भागौँ। म भाग्न सक्दिनँ। मेरो बाबा आमाले मेरो खुसीको लागि यत्रो दुःख गर्नु भएको छ, म उहाँलाई धोका दिन सक्दिनँ। यदि मैले तिमीलाई पाउँदिनँ भने म यो गाउँमा बस्दिनँ। म जान्छु। हिजोबाट विदेश जान्छु भनिस्, त्यस्तो के भयो तँलाई? त्यस्तो केही पनि होइन आमा, यहाँ बस्न मनै लागेन। मलाई झुट बोल्नु पर्दैन छोरा, म तेरी आमा हो। म तेरो कुरा बुझ्दिनँ र छोरा। दिलमायाको कारणले त जाँदैछस्, त्यो सबै कुरा थाहा छ मलाई। हो आमा, म उसलाई भुल्न सक्दिनँ। उसको अरूसँग बिहे हुँदैछ। मेरो अगाडि उसको बिहे भएको म कसरी हेर्न सक्छु र? हुन्छ आमा, म जान्छु। आउन नि, कति ढिला गरेको त? घरबाट खाना नखाइ निस्किनै दिएन नि यार। बाबाआमासँग पनि डराउँछन् त। आफ्नो लागि भलो चिताउने बाबाआमासँग त डराउनु पर्यो नि यार। डराउनु पनि सीमा हुन्छ नि।
यत्रो भएको छोराले बाबासँग डराउने। हेर, जे भयो नि बाबाआमाको लागि छोराछोरी सधैँ सानै नै हुन्छन्। के को सानो हुन्छ त्यो? तैँले त्यो छोरालाई बिगारेरै छोड्ने भइस्। हेर गीता, हामीले गाली गर्ने बेलामा गाली गर्नु पर्यो, माया गर्ने बेलामा माया गर्ने हो। गाली गर्नु भनेर जतिखेर पनि गाली गर्नु हुँदैन। त्यो हाम्रो एक्लो सन्तान हो। भोलि रिसको झोकमा केही गरिहाल्यो भने